हेलो साथीहरु नमस्ते वेलकम टु माई च्यानल। के छ सबैजना ठिकै हुन्छ? आजको भिडियो तपाईहरुले थम्बनेल हेरेर पनि जानिसक्नुभयो होला, तर पनि आजको भिडियोमा चाहिँ हामी खोडी जाँदै छौं फर बर्थडे सेलिब्रेसन। यो चाहिँ खोडी जाने क्रममा यो भर्खरै पिच भएको भाइरल बाटो थियो, त्यही भएर सबैजना चाहिँ भिडियो खिच्ने, फोटो खिच्ने, टिकटक बनाउने, डेटिङ आउने सबै कुरा भइरहेको थियो। बाटो पनि दामी छ है, यो दुईटा जङ्गलको बीचमा भर्खरै बनिएको कारणले गर्दाखेरि दामी देखिरहेको थियो है। हामी चाहिँ खोडी कतिजना गइरहेको थियौँ भने 5 जना गइरहेको थियौँ। खासमा कुरो चाहिँ यो चाहिँ अन द स्पट प्लानिङ भएर चाहिँ हामी 2-3 बजेको अराउन्ड 2-3 बजेतिर नै हिँडेका थियौँ है। ढिलै भएको थियो, जाडोकै सिजन थियो, त्यही भएर छिटै घाम अस्ताइहाल्थ्यो, राति पनि छिटै भइहाल्थ्यो है। अनि जाने क्रममा यो चाहिँ खोडी छेउको गाउँ बस्ती खोडी चाहिँ दामी हो। यो चुरे पहाडको मन्दिर है, राम्रो ठाउँमा छ। अब सबैजना चाहिँ अब फ्राइडे अथवा विकेन्ड मनाउन चाहिँ त्यहाँ जानुहुन्छ, राति पनि बस्नुहुन्छ कतिजना हैन। अनि हामी चाहिँ साथीको गाडी थियो र हामी सरसर गइहाल्यौँ है। अनि अहिले बाटोहरू राम्रो बनिँदैछ है। अनि यति हो हामी ग्याङ है, 3 जना 4 जना होला, ओभर क्यापेसिटी नै गएको थियौँ, त्यही पनि 4 जना थियौँ। अगाडि हामी 2 जना भाइको बर्थडे सेलिब्रेसन गर्ने भनेर साथीहरूले केकहरू पनि ल्याएछन् हैन। म पनि गएको थिएँ केक लिन। अनि हाम्रो ड्राइभर साथी क्यापटोपी लाउनु भएको छ, रोशन साथी हो है, उसको आफ्नै गाडी थियो नि, त्यही भएर सर मौका मिलायो बेला भनेर। जाने क्रममा हेर्न न सिनहरू कस्तो राम्रो छ है। बाइकमा यहाँबाट चाहिँ खतरा ओह्रालो छ क्या। गाउँ बस्तीहरू दामी छ ठाउँ चाहिँ। यहाँ जानको लागि चाहिँ तपाईको मधुबला हुँदै आउने हो क्या, उर्लाबारीबाट उँभो। गर्मी सिजनमा होइन त्यस्तो गर्मी चाहिँ हुँदैन होला जस्तो लाग्छ। हामी चाहिँ जाडो सिजनमा गएको थियौँ, त्यही भएर अब यहाँबाट डेन्जर ओह्रालो छ। यहाँ चाहिँ पहिले ग्राभलको थियो, अहिले चाहिँ सिमेन्टेड बनाएर रहेछ होइन। त्यो भएर सजिलो भयो, ट्विस्ट एन्ड टर्न हुँदै जाने क्रममा हामी जाँदै ढिलो भएको थियो, त्यही भएर पनि अलिकति रात परिहाल्यो क्या भरे फर्किँदाखेरि। अनि यो चुलीमाथि अनि माथि एउटा भ्यू पोइन्ट छ जस्तो भर्खरै बनाएको थियो है। मोस्टली यहाँ भनेको चाहिँ झोलङ्गे पुल छ, खोला छ, मावा खोला होला जस्तो लागेको छ होइन। एक्ज्याक्ट कुन खोला हो त्यो चाहिँ थाहा भएन। चुली इलाम पर्दो रहेछ क्या यो ठाउँ। अनि उहाँहरू माथि झोलङ्गे पुल छ अनि रेस्टुरेन्टहरू छ चट्टसँगले। एउटा टुरिस्ट स्टेसन, एउटा टुरिस्ट स्पटै हो क्या यो चाहिँ। पिकनिक खान चाहिँ त्यस्तो आएको जस्तो चाहिँ लाग्दैन मलाई है। मन्दिर छ अनि पारिपट्टि चाहिँ नाइट स्टे गर्न नि मिल्छ, यता नि मिल्छ, तर त्यो चाहिँ हामी बसेको होटल हामी यही हो। हामी बसेको भन्नाले हामीले चाहिँ बर्थडे सेलिब्रेट गरेको यो चाहिँ खोला हो है। अनि यो चाहिँ झोलङ्गे पुल ठुलो छ, झोलङ्गे पुल पारी पनि जान्छ होइन। अनि हेर्नुलाई दामी छ नि है।
चिल क्या त्यत्रो टाइम पनि लाग्दैन आधी घन्टामा माथि महेन्द्र हाइवेबाट चाहिँ यहाँ आइपुग्न सकिन्छ हेर्नु त माथि जाने नि ठाउँ मैले चाहिँ क्लक वाइजबाट नि घुमेर एन्टी क्लक वाइज भनेर पनि एउटा देखाएको है केटाहरू चाहिँ अगाडिबाट भिडियोहरू खिच्दै थिए बर्थडे सेलिब्रेसन Happy birthday, हाम्रो भाइ Happy birthday to you. Balka little nervous like they got 23 years पुगेर 23 ठीक छ हैन 23 दाइको अन्तिमको रियाक्सन चाहिँ मिस भयो